वेलकम टु माई च्यानल गाइज। हामी चाहिँ आज जेमचेन भन्ने ठाउँमा गइरहेको छौँ है, जुन चाहिँ हाम्रो ब्लनिङ ग्रन्थमाथि है हाइटमा पर्छ। सो हामी चाहिँ अब यहाँ चाहिँ पानी पोखरीबाट स्टार्ट गरेको। हामी चाहिँ लगभग जस्ट 45 मिनटमा पुग्छ होला, धेरै टाइम त लाग्दैन होला। सो हामी चाहिँ अब लेट्स चाहिँ कस्तो हुने रहेछ है, हेरौँ। अब जस हाइटमा छ, राम्रो छ अरे होइन। त्यहाँको भ्यूहरू पनि राम्रो देखिन्छ र हजुरहरूलाई पनि देखाउनेछौँ। लेट्स है त गाइज, लेट्स गो।
यहाँ चाहिँ देख्न सक्नुहुन्छ हैन सुतेको हाम्रो भगवान एन्ड साइडमा है म चाहिँ बाहिरबाट लुकेर खिचिरहेको छु उता चाहिँ हाम्रो चाहिँ नट एलाउड छ है हाम्रो नो परमिसन छ क्यामेराको लागि देख्न सकिन्छ यो चाहिँ दान्ते हामी चाहिँ अब यहाँबाट चाहिँ हामी ट्रिज रिसोर्ट जान्छ है अब यहाँबाट चाहिँ ट्रिज रिसोर्ट जान्छ हामी चाहिँ अब यहाँबाट चाहिँ हामी चाहिँ सिधा गयो नै हामी चाहिँ राइट टर्न गर्नुपर्छ गाइस यहाँबाट चाहिँ राइट टर्न हुँदै धरानको बाटो हुँदै तल त्यसपछि हाइट छ फेरि अस्ति नै हामीले बसेको ट्री रिसोर्ट पनि हामी देखाउनेछौँ देख्न सक्नुहुन्छ हामी चाहिँ त्यही रिसोर्टमा बसेको ट्री रिसोर्टमा अस्तिको नाइटमा चाहिँ बवाल रमाइलो भएको हामी चाहिँ यहीँ बसेको थियौँ अस्ति नै है यही रिसोर्टमा देख्न सक्नुहुन्छ यही हो हामी बसेको अस्ति वान नाइट स्टे गरेको तल यसको हजुर 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 त्यही हो हामी चाहिँ तल बसेको थियौँ है यसको एरिया चाहिँ एकदम ठुलो छ तल पनि छ खाना चाहिँ एकदम बेस्ट छ उ तल चाहिँ हाम्रो चाहिँ क्यान्टिन हो देख्न सक्नुहुन्छ हामी चाहिँ डेको लागि नि प्याकेज छ हाम्रो नाइटको लागि नि प्याकेज छ यहाँ हामी यहाँ चाहिँ देख्न सक्छौँ बगानको भ्युज है यहाँ देख्न सकिन्छ खतरनाक भ्यू देखिन्छ है हेर्न सक्नुहुन्छ वा है काठमाडौँको भिड घर देखिन्छ ल हामी अगाडि बढौँ यो चाहिँ हाम्रो फाइनल डेस्टिनेसन भएको यो देख्न सक्नुहुन्छ अब यहाँबाट चाहिँ हामी भित्र तपाईँहरूलाई देखाउनेछौँ है 5 वर्ष मात्र है हामीसँग आधी घन्टा मात्र छ यो चाहिँ साइड भ्यू हाम्रो अब यहाँबाट चाहिँ हामी भित्र लाग्नेछौँ हाम्रो कति 5 वर्षमा होइन त ल हामी चाहिँ लाग्यो है त गाइस वाउ यो चाहिँ है यहाँबाट चाहिँ हामी तपाईँलाई देखिन्छ बवाल देखिन्छ है गाइस अस्तिको पालि चाहिँ हामी आउँदाखेरि चाहिँ बन्द थियो ठ्याक्कै हाम्रो चाहिँ 5 o'clock पछि हामी आएको थियो गाडी है सो अब चाहिँ तपाईँहरूले भिडियो नै बनाउँछु भनेर मैले चाहिँ आज आएको छ है यो भ्लग नै चाहिँ तपाईँहरूको लागि है वाउ वाउ बवाल छ ल अगाडि बढाउँ है त अब यहाँबाट चाहिँ यहाँ चाहिँ फुल गमलाले रोपेको छ है एकदम राम्रो देखिरहेछ यो गार्डन है शान्त रहनु होला अरे गुम्बा ठाउँमा चाहिँ हामी शान्तै बस्नुपर्छ यतातिर हेर्न सक्नुहुन्छ यहाँबाट चाहिँ हामी अगाडि बढ्छौँ फ्ल्याग बलले बुट्टाले भनिरहेको छ है साइलेन्ट भनिरहेको छ यो चाहिँ देख्न सक्नुहुन्छ हामी चाहिँ यो चाहिँ तलको भ्यू हो यो चाहिँ हाम्रो चाहिँ त्यो तलको भएर चाहिँ ध्यान दिन्छ बुद्धिस्टको हाम्रो ध्यान गर्नु पर्ने मेडिटेसन गर्नु
त्यही हो गाइस है हामीले त्यो जुन चाहिँ हामीले डिस्कसन गरेको त्यो चाहिँ एकदम लागेको छ है राम्रो छ